आफ्नो नेता रोज्नु पनि नपाउनु। जय माटो भनेर कमेन्टमा के लेख्यो अघि फोरी फोरी कमेन्ट लेखेर रिप्लाईमा तिमीहरू घन्टे भन्दै हामीले जय घन्टे भन्दा तिमीहरूले लेख्दाखेरि कसै नराम्रो कमेन्ट लेखेको छ रिप्लाई दिएको छ। अनि दिएको छैन भनेदेखि हामीले आफ्नो होइन उम्मेदवारीको सपोर्ट गर्दाखेरि चाहिँ तिमीहरूलाई चाहिँ के हुन्छ चुर्ना पर्छ कि क्या हो। कति अराजक त क्या यो घन्टे पार्टीहरू। अनि आफ्नो उम्मेदवारी होइन उम्मेदवारलाई सपोर्ट गर्नु त पाइयो होला नि त। के हगे हक काटे मुट के भन्छ हगे हक काटे मुट हगे हक काटे मुट त्यो हो तिमीहरूको। विषय भने बस जय माटो भनेको हुन्छ त्यहाँ हर्क साम्पाङलाई सपोर्ट गर भने त उदी खानु केही छैन। ढुङ्गा बोकेर देश बन्छ भनिरहेको हुन्छ कुनैले हल्के हरदार भनिरहेको हुन्छ। अनि तिमीहरूको घन्टे राम्रो भयो त हामीले सपोर्ट गर्नु पायौँ नि हाम्रो पक्षको हाम्रो उम्मेदवार कि सबैले जय घन्टी भनिदिनु पर्ने। यो घन्टीहरू कति अराजकता फैलाएको के कति पनि मुख छोड्नु सकेको गतिलो होला भनेको थियो म त। घन्टे पार्टीहरू घन्टेको सपोर्टर जस्तो खत्तम त कोही पनि छैन। त्यो खुइलीले त्यसै गाली गरेर मोडेको होइन क्या यस्ताहरूलाई। राम 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 अनि आफ्नो उयो कार्यकर्तालाई सपोर्ट गराऊ न। अनि उनीहरूले जे भन्नु त्यही जुनमा सपोर्ट गर भने त्यसमा गर्नै पर्ने हामीले के हो। भएन यो चाहिँ अचम्म के आयो फेरि